तपाईँको घरमा 5 वर्ष मुनि अथवा 2 वर्ष मुनिको बालबालिकाहरू छन् भने यो भिडियो तपाईँहरूको लागि महत्त्वपूर्ण हुन सक्छ। सेभ गर्नुहोला र 5 वर्ष मुनिको आमाहरूलाई यो सेयर पनि गरिदिनुहोला। आज हामी कुरा गर्छौँ बाल स्वास्थ्यको बारेमा। 5 वर्ष मुनिको बालबालिकाहरूलाई स्वस्थ राख्नको लागि के कुरामा ख्याल गर्नुपर्दछ? पहिलो कुरा, बच्चा जन्मेदेखि 15 महिनासम्म बच्चालाई विभिन्न रोगहरूका विरुद्ध नेपाल सरकारले निःशुल्क रूपमा खोप सेवा प्रदान गर्दै आइरहेको छ। ती सम्पूर्ण खोपहरू चाहिँ पुरा गर्नुपर्छ। यदि 15 महिनासम्म पुरा भएको छैन भने 2 वर्षभित्र चाहिँ ती सम्पूर्ण खोपका मात्राहरू चाहिँ पुरा गर्नुपर्ने हुन्छ। गरी 6 महिनासम्म बच्चालाई पूर्ण स्तनपान भनेको बच्चालाई आमाको दुध मात्रै खुवाउनु पर्दछ र 6 महिनापछि आमाको दुध साथसाथै थप आहार, पौष्टिक आहार खुवाउनु पर्ने हुन्छ। स्तनपान 2 वर्षसम्म नियमित रूपमा गर्नुपर्दछ। त्यसै गरी बच्चा जन्मेदेखि 5 वर्षसम्म प्रत्येक महिना उचाइ लिने, तौल लिने, उचाइ अनुसार बच्चाको तौल बढेको छ कि छैन हेर्नुपर्ने हुन्छ र त्यसबाट हामीले बच्चा कुपोषणमा छ अथवा बच्चाको पोषणको अवस्था कस्तो छ पत्ता लगाउन सक्छौँ। यदि यो अवस्थामा बच्चालाई कुपोषण लागेको छ भने त्यसको लागि छुट्टै एउटा उपचार पनि हुन्छ र त्यो उपचारतर्फ लागेर बच्चालाई सुपोषित बनाउनु पर्ने हुन्छ। अर्को कुरा रहेको छ, नेपाल सरकारले प्रत्येक 6 महिनामा 5 वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि सेवन गर्ने क्रममा आफ्ना बालबालिकाहरूलाई नियमित रूपमा खुवाउनु पर्दछ। 5 वर्ष मुनिको बच्चाहरूलाई पोषणमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। 6 महिनापछि थप खाना ध्यान दिनु, हरेक बार खाना चार यो कुराहरू चाहिँ मिलाएर खुवाउनु पर्ने हुन्छ। नम्बरमा अन्न, दोस्रो नम्बरमा छ दाल र गेडागुडीहरू, तेस्रो नम्बरमा छ हरिया सागपात, मौसम अनुसारका फलफुलहरू र यसै गरी चौथो नम्बरमा छ माछा, मासु, दुध, दही र पशुजन्य थप खाना खुवाउँछौँ। त्यो खाना खुवाउँदै गर्दा बच्चालाई बालभिटा पनि खाना सँगसँगै मिसाएर खुवायौँ भने बच्चालाई थप पौष्टिक आहारबाट बच्चाहरूलाई प्राप्त हुने गर्दछ। र यसै गरी बेला बेलामा बच्चाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने, कुनै बिचमा स्वास्थ्य समस्याहरू देखिएको छ भने समस्याहरूलाई चाहिँ उपचार गर्नुपर्दछ। जति पनि बाल स्वास्थ्य सम्बन्धी कुराहरू नेपाल सरकारबाट सञ्चालित भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरू, अस्पतालहरू, तपाईँहरूको नजिकै रहेको स्वास्थ्य चौकीमा निःशुल्क रूपमा उपलब्ध छन् भने रहनुभएका महिला स्वास्थ्य स्वयंसेविका जीवहरूसँग पनि जानकारी लिन सक्नुहुन्छ।